यो पानी जुका हो मान्छे पनि यस्तै छ जहीँ त्यही पानी पिउनु हुँदैन हो अझ माथि जान्छु हाम्रोतिर ठाउँ ठाउँ खोलामा चाहिँ पुरा यस्तो झुका छ नि खोला होइन सानो सानो उयोतिर यत्तिकै छ बाउ हेर्नु सक्नुहुन्छ यो त ठुलो हुन्छ भोलिपछि होइन गोरु पुरा कमजोर छ नि त यत्रो त निकाल्यो दुईवटा निकाल्यो यस्तो यस्तो हुन्छ पानीमा चाहिँ सानो हुन्छ रहेछ नि यो चाहिँ आज डेमोन्स्ट्रेसन मात्र यत्रो यत्रो मात्र भएको यो ठुल्ठुलो हुन्छ पानी झुको हो हेर्न सक्नुहुन्छ यो हातमा एकखेप टाल्यो भने चाहिँ टाल्लेको हुन्छ एकखेप यसको त्यो पछाडि टाल्ने चाहिँ कत्रो कत्रो हेर्नुहोस् सर दुईवटा नि यो चाहिँ खोला हामीले जङ्गल छोड्छ नि त तपाईँ नाकमा चिलाउँछ अझै छ एउटा निकाल्यो अझै एउटा निकाल्यो भाइस होइन यहाँ एउटा निकालेपछि चाहिँ फेरि हो अझै छ यो मुनि नाकमा पुरा छ माथिल्लो नाकबाट त निकाल्यो ऊ अझै छ भित्र तिनवटा एकैचोटि निकाल्यो गाइस यहाँ एउटा होइन दुईवटा अहिले तिनवटा एकैचोटि निकाल्यो यो अन्त यो एकैचोटि निकाल्यो 5 8वटा भयो 9वटा भयो आज हेर्न भयो यति लामो टङ्की छ गाइस 9वटा भयो 9वटा काजै छ ऊ अझै निस्क्यो दुईवटा रहेछ तल यहाँ चाहिँ हेर्नु नि कम्ता छैन उहाँ भाइजाहरू नि हेर्नु आउनु भएको छ पस्छ नि हातमा पुरा छ उयो तल खोलामा ऊ फेरि निकाल्यो 10वटा टक्क भयो आज यहाँ हेर्नुहोस् है यसलाई चाहिँ पानी र खुन भेट्यो भने चाहिँ यस्तो यहाँ चाहिँ यो त सानो पो कत्रो हुन्छ आकायो भने चाहिँ यहाँ 3 6वटा यहीँ भएको यहाँ भुइँमा छ 11वटा टक्कै निकाल्यो अहिले गाइस साथी हो मान्छेको नाकमा पनि पस्छ यो जुगा यत्रो हेर्नुहोस् हो गोरुले थामेको यो 11वटा टक्कै निकालेको छ यहाँ भुइँमा आदि छ 15वटा जम्मा टोटल्ली यत्रो निकाल्यो अन्त अझै छ दुईवटामा भिठाएर छ अझै भिठाएर छ अझै यहाँ 13 12 14 कि 13 भयो 12 13 भयो 13 र अझै भएको अस्ति 4टा 17 भएको अझै छ यो जङ्गलमा छोड्यो भने चाहिँ गोरुहरू सुन्छ किन त्यहीको पानी खाइदिन्छ नि त त्यो उम्रेको पानी खान्छ कि 17 भएको नागा छुनु हेर्नुहोस् नाकमा यसरी पस्नु आउँदैछ पानी दिनुपर्ने छ पुरा खुनले मात्र नागाएर पानी खानु अब आउँछ पानी हो आयो 19 भयो दुईवटा एकैचोटि निकाल्यो